हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज यहाँ अलिकति बाहिर निस्केको यो रुममा बस्न झ्याउ लागेर 2 दिन छुट्टी भएपछि अलिकति बोरिङ हुने घरमा बस्दा पनि। यो चाहिँ मैले काम गर्ने कम्पनी। यस्तो छ एरिया, हरियाली छ निकै। पानी परिरहेको छ, हिजो पानी पर्दै थियो। के अरे त्यहाँको नेपालकै मौसम छ यहाँ पनि। यो चाहिँ हाम्रो कम्पनी एरिया, मैले काम गर्ने ठाउँ। यो माथिल्लो कम्पनी हो, तल्लोपट्टि पनि एउटा कम्पनी छ। अनि यो साइडमा चाहिँ चियानहरू, यो यसरी छ चियान। यहाँ चियान छ, यहाँ माथि गयो भने त्यहाँ पनि थुप्रै चियानहरू छ। हामीहरू कहिलेकाहीँ यतातिर फ्रेस हुन यतातिर निस्किने गरेको छ, तर बेलुकी भयो भने चाहिँ अलिकति डर पनि लाग्छ। यहाँ निकै धेरै चियानहरू छ। अनि बेला बेलामा चाहिँ यहाँको मान्छेहरू चाहिँ चियानमा आएर यस्तो धोकहरू दिने, अनि त्यसपछि सफा गर्ने, अनि वार्षिक उसहरू मनाउन यहाँतिर मान्छेहरू आइरहेको छ। यति धेरै चियानहरू छ, अनि यसरी व्यवस्थित गरेर राखेको छ। अनि यहाँ चाहिँ यस्तो छ। यो चाहिँ मान्छेहरूको नामहरू अनि डेट अफ बर्थ, त्यस्तोहरू लेखेको यो रेकर्डहरू कति धेरै छ। मौसम पनि दामी छ। यस्तो छ। अनि हामी चाहिँ माथितिर जानुपर्ने। यो माथि पनि अझै धेरै चियानहरू छ। यहाँ चाहिँ हाम्रो कम्पनीहरू कस्तो सुनसान ठाउँमा छ है। चराहरू यति धेरै कराको आवाजहरू आउँछ। कहिलेकाहीँ चाहिँ आनन्द लाग्छ यो सुनसान एरियातिर भएको भएर। कहिले चाहिँ अलि झ्याउ पनि लाग्छ, विरक्त लाग्दो टाइपको। यो पनि चियान नै हो, तर यो चाहिँ अलि पैसावालहरूको चियान हुन्छ नि, त्यस्तो खालको। अलि धेरै पैसा खर्च गरेर अनि धनी मान्छेहरूको चियान चाहिँ अलि यसरी व्यवस्थित गरेको हुन्छ। पैसा नहुनेहरूलाई चाहिँ यसरी माटोको डिस्को मात्रै भयो भने त्यसको मुनि पनि पुर्ने मान्छेहरू छन् र यहाँ चाहिँ त्यसरी कुरा गर्छन्। यो चाहिँ अलि व्यवस्थित चियान हो रहेछ। अलि माथि त्यहाँ पनि छ। हामी चाहिँ रुममा बसेर छुट्टीको बेलामा चाहिँ अलिक बोरिङ हुने बेलामा चाहिँ यतातिर एक्सर्साइजहरू गर्ने। अनि यहाँ चाहिँ उतातिर शीतलो छ। तन्नै डर लाग्दो जङ्गलहरू छ, के अरे जङ्गली बडेलहरू, अनि त्यसपछि यो मृगहरू, त्यस्तोहरू पनि भेटिन्छ बेला बेलामा।
तर बाघ भालु चाहिँ छैन। यो बाघ भालु नपाइने देश हो। बाँदर पनि देखिँदैन खासै, चिडियाखानामा मात्रै छ होला त्यस्तो छ। अनि यहाँ कति धेरै चिहानहरू। ल भिडियो धेरै लामो भएछ, नेक्स्ट टाइम म फेरि कति धेरै चिहानहरू छ। अनि यहाँदेखि जाने ठाउँ एकदमै टाढा माथिसम्म पुग्छ। रमाइलो छ, माथि पुग्यो भने चाहिँ डाँडाकाँडाहरू देखिन्छ। ओके, आजलाई यति नै। थ्याङ्क यू।